नमस्कार एपी टक टाइममा स्वागत छ म रोशनी कठेत। दर्शकबिन आज हामी लन टेनिसका चर्चित विश्व वरियतामा पर्न सफल पहिलो नेपाली खेलाडी अभिषेक वास्तुलासँग लन टेनिसका विषयमा उहाँको सङ्घर्ष यात्रा र आगामी यात्राका विषयमा कुराकानी गर्नेछौँ। वास्तुला डेभिस कपको इतिहासमा खेल जित्ने पहिलो नेपाली टेनिस खेलाडी हुनुहुन्छ र विश्वका 20वटा भन्दा बढी देशहरूमा चाहिँ नेपालको प्रतिनिधित्व गरेर खेल खेलिसक्नु भएको छ। आज हामी वास्तुलासँग टेनिसका विषयमा कुराकानी गर्नेछौँ। यहाँलाई स्वागत छ। धन्यवाद। थ्याङ्क्स फर तपाईँ भर्खरै युनिभर्सल टेनिस रेटिङ प्रो सिरिजमा सहभागी भएर जापानबाट फर्किनुभयो र युएस जाने तयारीमा पनि हुनुहुन्छ। युएस जाने विषयमा हामी पछि कुरा गरौँला। जापानमा तपाईँले कस्तो खालको प्रतिस्पर्धामा सहभागी हुनुभयो अलिकति सुनाइदिनुहोस् न। हजुर, सो म जापानमा खेलेको गेम चाहिँ युटिआर प्रो सिरिज। युटिआर भनेको चाहिँ युनिभर्सल टेनिस रेटिङ। यसमा चाहिँ विश्वको टप 3000 भित्र ऱ्याङ्क हुनुपर्छ अनि त्यसमा पनि 20जना जसले साइन इन गर्यो। यो चाहिँ अब हाम्रो $20,000 टुर्नामेन्ट थियो अनि 5वटा राउन्ड रबिन खेल्ने अपर्च्युनिटी अब प्रोफेसनल प्लेयरसँग जापानमा यो इयरको चाहिँ मेरो फर्स्ट टुर्नामेन्ट थियो। जस्ट एकदम राम्रो एक्सपिरियन्स भयो मेरो लागि म्याचेस खेल्न प्रोफेसनल प्लेयरहरूसँग खेल्न पाउँदा अनि आफ्नो स्ट्रेन्थलाई तिखार्दै गए अनि विकनेसलाई सुधार्दै गए। अब तपाईँ एकमात्र खेलाडी हुनुहुन्छ यो प्रतिस्पर्धामा सहभागी हुने नेपाली खेलाडी होइन? हजुर। अनि कस्तो रह्यो त यसले तपाईँको करियरमा कस्तो सफल अथवा यसले प्लस पोइन्ट केही थप्छ जस्तो लाग्यो यो प्रतियोगिताले? हजुर, एकदमै अब होइन यो अब हाम्रो प्रोफेसनल प्लेयरको लागि एउटा होइन अपर्च्युनिटी च्यालेन्ज यसले चाहिँ मलाई अब आउने दिनमा अब नेपालबाट खेल्ने दिनहरूमा चाहिँ धेरै हेल्प गर्नेछ। म त्यहाँ राम्रो प्लेयरहरूसँग खेलेँ। यो अनुभव बटुल्नै एकदमै राम्रो अपर्च्युनिटी हो अनि प्लस यो गेम चाहिँ एमाजोन प्राइममा लाइभ हुन्थ्यो अनि त्यो मैले आफ्नै गेम हेरेर पनि धेरै सिकेँ अनि धेरै कुराहरूलाई सुधार्दै लगिरहेको छु। तपाईँ यो मात्र होइन एसियाली खेलकुदमा 3वटा एसियाली खेलकुदमा एसियन गेम्समा सहभागी हुने तपाईँ एकमात्रै खेलाडी हुनुहुन्छ। यो विषयमा अलिकति बताइदिनुहोस् न, तपाईँले कसरी सहभागिता जनाउनु भयो, यो यात्रा कसरी सफल भयो? हजुर, यो चाहिँ सुरुमा म 2014मा कति 15 वर्षको उमेर थिएँ। त्यसमा चाहिँ फर्स्ट टाइम एसियन गेम्स खेल्न चाहिँ मेरो लागि एकदमै खुसीको मोमेन्ट थियो। मेरो प्यारेन्ट्सहरू पनि एकदम खुसी हुनुहुन्थ्यो अनि सानै एजमा मैले त्यो अपर्च्युनिटी पाएँ। यता नेपालबाट म छनौटमा परेर गएँ अनि त्यसपछि चाहिँ मलाई एउटा हौसला आयो कि अब होइन यो ठुलो स्टेज सानो उमेरमै देखेर लाइक म टेनिसमै लाग्छु भन्ने अनि त्यसले गर्दा म 2018मा पहिलोपटक चाहिँ 2014 इन्चियोन कोरियामा एसियन गेम्स खेलेँ। त्यसपछि 2018 इन्डोनेसियामा अनि दोस्रो पटक अनि तेस्रो पटक चाहिँ म लास्ट इयर हाङझौमा 2023मा हाङझौ चाइनामा पनि खेलेँ। अनि यो तपाईले कुनै उपाधि पनि जित्नु भयो कि प्रतिस्पर्धा मात्रै गर्नुभयो अथवा सहभागिता पनि ठुलो कुरा हो हुन त हैन? कस्तो रह्यो तपाईको त्यो प्रतिस्पर्धा? हजुर, अहिलेसम्म चाहिँ अब एसियन गेम्समा चाहिँ मेडल जित्न चाहिँ सके छैन तर अब 3 चोटि खेलेपछि अब यो के भन्छ हार पछि नै जित आउने हो हैन है। अब यो एक्सपिरियन्सले चाहिँ मलाई अब आउने दिनमा चाहिँ अब मेरो लक्ष्य चाहिँ मेडल ल्याउने, एसियन गेम्समा मेडल ल्याउने, साउथ एसियन गेम्समा मेडल ल्याउने अनि ओलम्पिकमा नेपाललाई रिप्रेजेन्ट गर्ने गोलहरू छ आउने। तपाईँ त अब विश्व वरियतामा पनि पर्न सफल पहिलो र एकमात्र खेलाडी पनि हुनुहुन्छ अनि हैन यो नेपालले उत्पादन गरेको एउटा उत्कृष्ट टेनिस खेलाडीका रूपमा तपाईँ विश्व वरियतामा पर्नु भएको छ। अलिकति यो विषयमा अलिकति बताइदिनुहोस् न। हजुर, यो विश्व एकदमै जे होस् नेपालीको लागि एउटा ठुलो कुरा हो। टेनिस हाम्रो नेपाल टेनिसको लागि यो ठुलो कुरा हो कि अब यो वर्ल्ड र्याङ्किङमा यो कुराहरू पहिला कहिले पनि भएको थिएन हैन। यो चाहिँ मेरो अब बच्चैदेखिको एउटा कम्बिनेसन अफ हार्ड वर्क, अब डिसिप्लिन, डेडिकेसन। मैले पनि धेरै सेक्रिफाइस गरेको छु। अब मेरो फ्यामिलीले धेरै सेक्रिफाइस गरेको छ। अब म यो लेभलको प्रोफेसनल लेभलको गेम खेल्न अब नेपालीमा अब किन भन्दाखेरि हाम्रो नेपालमा स्पोर्टलाई त्यति भ्यालु दिँदैन अनि अब त्यही हो। अब म जहाँ छु यहाँ अहिले म चाहिँ मेरो फ्यामिलीलाई धेरै धन्यवाद भन्न चाहन्छु कि उहाँहरूको फ्यामिली सपोर्ट
ले गर्दा मैले हैन यो टेनिस खेल्ने अपर्च्युनिटी पाएँ टेनिसबाट अब देश विदेश हैन मैले देखेँ हैन अनि बुझ्दै आएँ सिक्दै गएँ अनि राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलकुद पनि खेल्नुभयो हैन हजुर तपाईँ जस्तो वर्ल्ड टेनिस फेडरेसन ITF को वरियतामा पर्नु भयो र तपाईँ पहिलो खेलाडी हो टेनिस खेलाडी तपाईँ लन टेनिस खेल्नुहुन्छ यो जब तपाईँ विश्व वरियतामा पर्नुभयो त्यस पछाडि तपाईँलाई वरियतामा पर्ने पहिलो खेलाडीका रूपमा कसरी लियो अथवा परिवारको सपोर्ट त तपाईँले छँदैछ भन्नुभयो हैन तर तपाईँले त नेपालको प्रतिनिधित्व गरेर वरियतामा पर्नुभयो नि कस्तो रेस्पोन्स पाउनुभयो अब अभियसली अब त्यो एउटा मान्छे अब रेकग्निसन जस्तो अब हैन अब पत्रिकामा आउने अब यो कुराहरू त छँदैछ तर त्यो बाहेक अब मैले चाहिँ त्यहाँ त्यस्तो केही सपोर्ट टेनिस सङ्घ छ नेपालमा हैन तपाईँ लन टेनिस खेल्नुहुन्छ टेनिस सङ्घ छ अथवा सरकारी तर्फबाट कुनै विशेष तपाईले महसुस गर्नुभयो कुनै किसिमको तपाईँ जसरी नेपालको नाम राख्नुभयो तपाईले हैन विश्व वरियतामा परेपछि कस्तो खालको रेस्पोन्स आयो कि अथवा आएन केही महसुस गर्न पाउनु भएन अब नेपालमा चाहिँ त्यो अब त्यस्तो सपोर्टहरू चाहिँ खासै अब त्यस्तो हुँदैन हैन त्यस्तो छैन हैन अब प्लेयरलाई एउटा सपोर्ट भइदियो भने हैन अझै राम्रो हुन्छ मोटिभेसनको आधारमा अब प्लेयरले अझै ड्राइभहरू हङ्गरहरू बढ्छ कि अझै हैन कि अब पुरस्कार प्राइज भयो भने चाहिँ अझै हुन्छ नि मैले मोटिभेसन पर्फर्मेन्स बढ्छ हैन त्यो अब यो सपोर्ट नहुनुको कारणले पनि अब यो धेरै खेलाडीहरू अब विदेश जाने अब यो पैसा कमाउन अब हैन यो कुराहरूले पनि अलिकति स्पोर्ट्स तल गइरहेको हो कि जस्तो लाग्छ मलाई हैन अब यो चाहिँ अब हैन माथिकै सँगसँगै आर्थिक पक्ष पनि महत्त्वपूर्ण हो तपाईले सरकारी तर्फबाट प्रोत्साहन पाए आफूलाई पनि अथवा आर्थिक सहायता पाए आफूलाई पनि प्रोत्साहन हुन्थ्यो भन्ने तपाईको भनाइ हैन हजुर अब यो के भन्दाखेरि अब सधैँ अब सेल्फ हुन्छ नि अब अहिले त म जहाँ छु यो अब मेरो अब फ्यामिली सपोर्टले हैन सेल्फ अब म पनि आफ्नो प्रयासले अब जे छ म अब हामी आफैले इन्भेस्ट मैले जे अब जति 2-4 पैसा कमाए म आफ्नै टेनिसमा इन्भेस्ट गर्छु हैन अहिलेसम्म अनि त्यो एउटा राज्य अब एउटा अब यो ठुलो हैन संस्थाहरूले अब अलिकति हेर्दै भने पनि अब धेरै अब प्लेयरको लागि सबै अब अलिक टप प्लेयरहरू सबै जुन फिल्डमा छ हैन उहाँहरू सबैले अब एउटा टप हुनु नै गाह्रो छ अब त्यसपछि अझै इन्टरनेसनल लेभलमा खेल्न त हैन धेरै गाह्रो छ अब प्लस इन्टरनेसनल लेभलमा मेडल ल्याउनु भन्ने अब प्रोफेसनल लेभलमा अब मेडल ल्याउनु भन्ने अब हैन त्यो एउटा देशलाई चिनाउने अपर्च्युनिटी हो अब यो सबै अब यो चाहिँ म्यानेजरल साइडमा हेरिदिनु पर्ने कुरा जस्तो लाग्छ एकदमै तर यति हुँदाहुँदै तपाईँ आफ्नै बलबुतामा र आफ्नो परिवारको साथ सहयोगले मात्रै पनि तपाईँ डेभिस कपको इतिहासमा खेल जित्ने पहिलो नेपाली खेलाडी हुनुहुन्छ र तपाईँले 6060 को त्यो आधारमा खेल्नु भएको छ र बेस्ट प्लेयर 23-24 मा तपाईँ हुनुभएको छ आफ्नै बलबुताले यो कसरी सम्भव भयो हजुर त्यही मलाई चाहिँ एउटा अब नेपालबाट खेल्ने बेला चाहिँ एकदमै प्राइड आउँछ कि हैन भित्रैबाट लाइक अर्कै जोस आउँछ कि अब म के भन्छ म 2023 मा हाम्रो फर्स्ट इयर डेब्यु भयो अनि डेब्यु हुने बेला चाहिँ म चाहिँ बिरामी थिएँ के अब कतारसँग खेल्ने बेला मलाई चाहिँ लाइक रुगाखोकी लागिरहेको थियो हैन है तर म म्याच खेल्दै गएँ त्यो अब रुगाहरू हराउँदै गयो कि अब देशको लागि खेल्ने भन्ने बित्तिकै अब मलाई यहाँबाट पनि एक्सपेक्टेसन थियो कि अब म चाहिँ बाहिरै मेरो जस अपब्रिङ्गिङ बाहिरै भयो म हैन अब 18 अपर्च्युनिटी पाउँदै 18 मा म US गएँ त्यहाँ धेरै कम्पिटिसन भयो सो त्यसले गर्दा नि अब बारेन जस्तो ठाउँमा गर्मीमा मैले चाहिँ अब नेपालको लागि अब ज्यानै दिएर हैन एउटा म्याच जितेँ अब म्याच जितेपछि चाहिँ मैले 3 घण्टा जस्तोमा कतारको नम्बर 1 ले जितेँ उहाँ चाहिँ एकदम एक्सपिरियन्स प्लेयर धेरैचोटि डेभिस कप खेलिसक्नु भएको हैन उहाँको नाम के हो मुबारक एल हर्सी भन्ने हैन उहाँ चाहिँ अब ठुलो ATP 250 टुर्नामेन्टहरु खेले प्लेयर हुनुहुन्छ हजुर कतारको अनि त्यो जिते अनि मलाई चाहिँ अब यसरी एकदमै टफ म्याच अब नेपालबाट सजिलो भन्दा नि टफ म्याच जो कि अब म पनि पुश पुल च्यालेन्ज भएर अब
त्यसरी जित्दाखेरि चाहिँ आफूमा पनि स्याटिस्फ्याक्सन गेम हार्नु भएन हैन तपाई अपराजित रह्यो तपाईको डेभिस कपको यात्रा हजुर मैले अहिलेसम्म वर्ल्ड कपमा चाहिँ मैले चाहिँ कतारको नम्बर 1 लाई जिते 2023 मा यमेनको नम्बर 1 लाई जिते अनि मालदिभ्सको नम्बर 1 लाई जिते अनि यो लास्ट इयर हामी 2024 मा हामी ग्रुप 5 बाट 15 वटा देशबाट नेपाल चाहिँ फर्स्ट आएर ग्रुप 4 मा पर्न सफल भयो हजुर अनि त्यसमा चाहिँ मैले ग्वामको नम्बर 1 लाई जिते पहिलो म्याच ब्रुनाईको नम्बर 1 लाई जिते अनि हाम्रो चाहिँ सेमी फाइनल म्याचमा चाहिँ बारेनसँग होस्ट कन्ट्रीमा त्यहाँ परेको थियो अनि हाम्रो बारेनको मैले नम्बर 1 लाई जितेर हामी चाहिँ ग्रुप डेभिस कपमा ग्रुप हजुर 15 वटा देशबाट 1 आएर ग्रुप 4 मा अब यो वर्ष चाहिँ हामी ग्रुप 4 खेल्ने छौं यो डेभिस कप वर्ल्ड कप अफ टेनिस वर्ल्ड कप टेनिसको वर्ल्ड कपलाई डेभिस कप नामले चिनिन्छ र तपाईले त्यसमा 6 वटामा 6 वटै गेम जित्नु भयो हैन हजुर म अहिलेसम्म चाहिँ म्याचै हारे छैन त्यो 6 वटा म्याच जिते नम्बर 1 सिंगल्समा नेपाल 121 र्याङ्किङमा पनि छ हैन यसमा त तपाईको खेलको अथवा तपाईको प्रतिस्पर्धाको पनि त सहयोग छ कि छैन हजुर एकदमै तर तपाईले अब वर्ल्ड कपमा अपराजित आफ्नो यात्रा र विश्वका चर्चित खेलाडीहरूलाई हराउनु भयो नि जब तपाई त्यो वर्ल्ड कप खेलेर नेपाल प्रवेश गर्दाखेरि तपाई आउनु भयो हैन जसरी हामी क्रिकेट खेलेर क्रिकेट प्लेयरहरू नेपालमा आउँदाखेरि चाहिँ ससम्मान र्याली गरिन्छ अथवा नगर परिक्रमा गराइन्छ तपाईको टेनिसको प्लेयरलाई चाहिँ नि कस्तो हुँदो रहेछ रेस्पोन्स यसलाई कसरी लिन्छन् यो चाहिँ अब जस एकदमै ठुलो कुरा हो नेपालको लागि अब स्पोर्ट्सको लागि टेनिसको लागि हैन अब जस्तै हामी आयो अब टेनिस चाहिँ नेपालमा अब त्यस्तो क्रेज छैन हैन अब मान्छेले नबुझ्ने हो कि अब यो अब धेरै अब जस्तै क्रिकेट फुटबललाई चाहिँ अब भलिबललाई चाहिँ एकदमै अब मासले हेरिन्छ हैन अब जस्तै टेनिस चाहिँ अब त्यति अब फलोइङ पनि छैन यो अब हाम्रै अब हाम्रो टेनिस कम्युनिटीको कमजोरी हो कि भन्छु कि मैले हैन जस्तै अब त्यस्तो खासै केही पनि भएन अब हुन्छ नि हामी आयो जस्ट नर्मल मान्छे जसरी आयो गयो अब त्यही छ हाम्रो लाइफ त्यति हैन अब त्यति यसलाई प्रायोरिटी दिएको छैन हैन यो गेमलाई हजुर त्यस्तो प्रायोरिटी छैन अब जस्तै ब्याडमिन्टनलाई पनि अलिकति उ छ तर इन्डिभिजुअल स्पोर्ट्सलाई चाहिँ खै त्यति प्रायोरिटी छैन मलाई चाहिँ कस्तो लाग्छ भन्दाखेरि अब जस्तै फुटबल क्रिकेटमा त अलिकति अब एकजना हैन कि सबै टिमले नै खेल्नुपर्छ अब यो टेनिस गेम चाहिँ अब इन्डिभिजुअल हो अब हैन अब त्यसमा चाहिँ अलिकति धेरै सफलता हुने अपर्च्युनिटी हुन्छ किन भन्दाखेरि एकजनामा इन्भेस्टमेन्ट हो अब जस्तै टिममा त अब 4-5 जनाले अलिकति नेग्लिजेन्स गर्यो भने एकजनाले नेग्लिजेन्स गरेर उ गर्नु चाहिँ टेनिसमा चाहिँ अब फुल्ली हैन